नमस्कार। के तपाईले सोच्नु भएको छ के शेयर बजारबाट साँच्चै पैसा कमाउन सकिन्छ भनेर? हो सकिन्छ, तर सजिलो भने पक्कै छैन है। सही ज्ञान, स्पष्ट रणनीति र लामो धैर्यले यसबाट पैसा कमाउन मात्र होइन, पैसालाई बढाउन पनि सकिन्छ। तर यहाँ तुरुन्त धनी बनाइदिने जादु छैन, बरु सानो सानो लगानीले भविष्यमा ठुलो रकम बनाउने वास्तविक सम्भावना चाहिँ रहेको हुन्छ। शेयर बजारको सुन्दर कुरा के हो भने यहाँ तपाईँ आफैले काम नगर्दा पनि तपाईँको लागि तपाईँको पैसाले काम गरिरहेको हुनुहुन्छ। अब प्रश्न आउँछ, कसरी सुरु गर्ने, के गर्ने, गल्ती कहाँ हुन्छ? यही यात्रा हामी सँगै गर्नेछौँ। शेयर बजारलाई डर होइन, बुझ्ने कोसिस गर्नेछौँ। अवसर कसरी खोज्ने, जोखिम कसरी घटाउने, निर्णय कसरी गर्ने, यी सबै कुराहरू बिस्तारै व्यवहारिक तरिकाले सिक्नेछौँ। यस क्रममा हामी बुझ्नेछौँ शेयर बजार के हो, नेप्से के हो, ट्रेडिङ के हो, इन्भेस्टमेन्ट के हो, किन शेयर बजारमा लगानी गर्ने। शेयर बजार भनेको यस्तो ठाउँ हो जहाँ तपाईले कुनै पनि कम्पनीको सानो हिस्सा सेयर किन्न सक्नुहुन्छ। मानौ तपाईलाई एप्पलको सेयर मनपर्छ र तपाईले एप्पलको सेयर किन्नुभयो भने तपाई त्यो कम्पनीको सानो मालिक बन्नुभयो। अब त्यो कम्पनीले जति जति प्रगति गर्दै जान्छ त्यस कम्पनीको नाफासँगै तपाईको पैसा पनि बढ्दै जान्छ। यो नै शेयर बजार हो। नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्ज नेपालको आधिकारिक शेयर बजार हो। यहाँ नेपालका सूचीकृत कम्पनीहरूको शेयर किन्न बेच्न पाइन्छ। तरकारी बजारमा आज आलु सस्तो हुन्छ, भोलि महँगो। किन? माग र आपूर्तिको आधारमा। त्यसैगरी नेप्सेमा पनि शेयर सस्तो महँगो हुन्छ। धेरैले किन्न खोजे प्राइस बढ्छ, धेरैले बेच्न खोजे प्राइस घट्छ। नेप्से आफैले नाफा कमाउने होइन, यसले नियम, पारदर्शिता र प्रणाली उपलब्ध गराउँछ ताकि खरिद बिक्री व्यवस्थित रूपमा होस्। ट्रेडिङ भनेको आज किने केही दिन वा हप्तामा प्राइस बढ्यो भने बेचेर नाफा लिनु हो। कुनै सेयर 300 मा किने 340 मा बेचे, यो नै ट्रेडिङ हो। यहाँ फोकस कम्पनी भन्दा बढी प्राइस मुभमेन्टमा हुन्छ।